एफिसिएंट लॉजिस्टिक्स स्ट्रंगर इकोनॉमी मूल नारा के साथ आयोजित 32वां कार्गो दिवस समारोह का प्रमुख अतिथि बागमती प्रदेश का मुख्यमंत्री माननीय इंद्रबहादुर बानियाज्यू, नेफा का पूर्व अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय प्रकाश सिंह कार्कीज्यू, नेपाल उद्योग परिसंघ का अध्यक्ष श्री वीरेंद्र कुमार पांडेज्यू, नेपाल चेम्बर अफ कमर्स का उपाध्यक्ष श्री दीपक श्रेष्ठज्यू, नेपाल उद्योग वाणिज्य महासंघ का उपाध्यक्ष एवं वस्तुगत परिषद का अध्यक्ष श्री नरेशलाल श्रेष्ठज्यू, 31वां कार्गो दिवस का संयोजक एवं नेफा का वरिष्ठ उपाध्यक्ष श्री नरेश कुमार अग्रवालज्यू, नेपाली वाणिज्य दूतावास कोलकाताबाट उपस्थित श्री झक्कप्रसाद आचार्यज्यू, नेपाल वायु सेवा निगमबाट उपस्थित प्रतिनिधिज्यूहरू, नेपाल इंटर मोडल यातायात विकास समिति का कार्यकारी निर्देशक श्री बुद्धबहादुर राय गुरुङज्यू, उहाँ केही समयपछि पाल्नुहुनेछ, भन्सार विभागबाट पाल्नुभएका भन्सार निर्देशकज्यूहरू, त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयका प्रमुख प्रशासक श्री रामकृष्ण पुडासैनीज्यू, नेपाल सरकारका सचिवज्यूहरू, निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष श्री गोविन्द घिमिरेज्यू, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षज्यूहरू, काठमाडौँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री रामानन्द श्रेष्ठज्यू, त्यसैगरी नेपाल उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष श्री दिनेश श्रेष्ठज्यू, नेपाल पार्वन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडका महाप्रबन्धक श्री प्रकाश प्रसाद पोखरेलज्यू, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा केन्द्रीय सदस्यज्यूहरू, विभिन्न वस्तुगत सङ्घबाट पाल्नुभएका अध्यक्षज्यू तथा पदाधिकारीज्यूहरू, नेफाका संस्थापक अध्यक्ष श्री रविन्द्रमान सिंह प्रधानज्यू, पूर्व अध्यक्ष श्री राजन शर्माज्यू, निवर्तमान अध्यक्ष श्री मनोज अधिकारीज्यू, नेफाका सम्पूर्ण पदाधिकारीज्यू एवं कार्य समिति सदस्यज्यूहरू, नेफाका सल्लाहकार तथा अग्रज्यूहरू तथा समस्त सदस्य महानुभावहरू, हाम्रो कार्यक्रमलाई सफल बनाउन सहकार्य गर्ने नेपाल इंटरमोडल यातायात विकास समिति, त्यसैगरी कतार एयरवेज, थाई एयरवेज लगायत कार्यक्रमका संयोजक प्रायोजक कम्पनीहरूका प्रतिनिधिज्यूहरू, हाम्रो निमन्त्रणलाई स्वीकार गरी यहाँ पाल्नुभएका विभिन्न एयरलाइन्स, शिपिङ लाइन, जीएसए, सीएसए, एनबीओसीसी तथा एनबीसीसी का प्रतिनिधिज्यूहरू, रिप्रेजेन्ट फ्रम महेश लजिस्टिक कोलकाता, उहाँ हाम्रो निमन्त्रणा स्वीकार गरी हिजो मात्रै पाल्नु भएको छ, त्यसैगरी विभिन्न मिडियाका पत्रकारज्यूहरू, महिला तथा सज्जनवृन्द, हरेक वर्ष जुलाई 29 का दिन सबै क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू लगायत सम्बन्धित स्टेक होल्डरहरूलाई हामीले आमन्त्रित गरी कार्यगत एकता स्थापित गर्न राष्ट्रिय पर्वको रूपमा नेपाल फ्रेट फरवर्डर्स एसोसिएसनले मनाउँदै आएको कार्गो दिवसको 32वां संस्करणको अवसरमा हाम्रो निमन्त्रणलाई स्वीकार गरी आफ्नो कार्यव्यस्तता बावजुद कार्यक्रममा पाल्नुभएका यहाँहरूलाई नेफाको तर्फबाट हार्दिक स्वागत गर्दछु। साथै 32वां कार्गो दिवसको उपलक्ष्यमा सम्पूर्ण कार्गो व्यवसायी साथीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। नेपाल फ्रेट फरवर्डर एसोसिएसन व्यापारिक हकित तथा व्यापार सहजीकरणका कार्यमा सधैँ तत्पर रहेको छ। यस संस्थाले नेपाली पार्वन प्रवर्धनका निम्ति एवं देशको आर्थिक समृद्धिका लागि विभिन्न मन्त्रालय, भन्सार विभाग, विभिन्न भन्सार कार्यालय, सरकारी एवं अर्ध सरकारी निकाय, नियामक निकाय, महावाणिज्य दूतावास कोलकाता, विमानस्थल, बन्दरगाह, रेलवे अपरेटर, वेयरहाउस अपरेटर तथा निजी क्षेत्रसँग घनीभूत सहकार्य गर्दै आएको यहाँ अवगत गर्न चाहन्छु। देशको समृद्धिमा लजिस्टिक क्षेत्र मेरुदण्डको रूपमा रहेको छ र अविकसित देशको अवस्थाबाट विकास उन्मुख देशमा परिवर्तन हुनको लागि यस क्षेत्रमा थप पूर्वाधारको विकास, क्षमता वृद्धि सँगसँगै नेपालको समुद्रपार व्यापारलाई सरलीकरण गर्न, नेपाली निकासी पैठारी व्यापार लागत कम गर्न र सरल
सुलभ सेवा प्रदान गर्न तथा नेपाली व्यवसायहरूका हकहितका लागि केही ऐन कानुनमा सुधार आवश्यक रहेको एवं हामीले भोगिरहेका समस्याहरूलाई सम्बोधन गर्नका लागि माननीय मुख्यमन्त्रीज्यू तथा माननीय सांसदज्यूहरू मार्फत नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छु। सरकारले व्यापार लजिस्टिक नीति जारी गरेको र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र एसियन डेभलपमेन्ट ब्याङ्क नेपाल मिसनको सहकार्यमा लजिस्टिक मास्टर प्लान तयार गर्ने र मल्टिमोडल ट्रान्सपोर्ट ऐन तथा नियमावलीलाई समय सापेक्ष संशोधन गर्ने पहल सुरु भएको पनि लामो समय भइसकेको छ। गत फागुनमा भएको आम निर्वाचनबाट करिब 2/3 बहुमत सहित सरकार गठन भई राजनीतिक स्थिरता कायम भएको अवस्थामा यसलाई छिटोभन्दा छिटो सम्पन्न गर्नका लागि ध्यानाकर्षण गर्न चाहन्छु। साथै वेयरहाउजिङ, कार्गो लायबिलिटी इन्स्योरेन्स एक्ट लगायत लजिस्टिक मैत्री कानुनहरू तर्जुमा गर्ने पहल तीव्र हुने कुरामा पनि हामी अत्यन्त आशावादी छौँ। यस सङ्घका पूर्व अध्यक्ष तथा वरिष्ठ कार्गो व्यवसायी तथा यस सङ्घका सल्लाहकार श्री प्रकाश सिंह कार्कीज्यूलाई प्रतिनिधि सभा सदस्यको रूपमा पाउँदा हामीलाई अत्यन्तै गर्वबोध भइरहेको छ। यहाँहरूको सहयोगमा नेपालको लजिस्टिक क्षेत्रले ऐतिहासिक फड्को मार्नेछ भन्ने मैले विश्वास लिएको छु। भूपरिवेशित मुलुक तथा कमजोर पूर्वाधार भएको कारण नेपालको वैदेशिक व्यापार लजिस्टिक लागत तथा समय उच्च छ। अहिले नै भन्नुपर्दा हामी 25% भन्दा बढी लजिस्टिक लागत भएको मुलुकको रूपमा हामी काउन्टिङ भइसकेका छौँ। हाइवे, रेलवे, एयरपोर्ट्स, आइसिपी, आइसिडी, वेयरहाउस निर्माणमा तीव्रता, संलग्नता र व्यवस्थापन मितव्ययिता सरल गरिनु पर्दछ। पूर्वाधारको लगानी व्यवसायबाट रिकभरी गर्ने सोचबाट अघि बढेर देशको व्यापार प्रवर्धनमा सरकारको दायित्व भन्न मान्यतालाई आत्मसात गर्नुपर्दछ। लजिस्टिक लागत, समय तथा विविध गैर भन्सार अवरोध कम गरी प्रक्रियालाई सरल र डिजिटाइज गर्ने कुरालाई प्रमुख प्राथमिकतामा राखी सरकार र निजी क्षेत्रको सहकार्य हुनुपर्दछ। एयर कार्गोतर्फ एयरलाइन्स, ग्राउन्ड ह्यान्डलिङ एजेन्ट, वेयरहाउस अपरेटर, फ्रेट फरवर्डर्स तथा भन्सार प्रशासनको जिम्मेवारी परिभाषित गरी कार्टिङ अर्डर बुकिङ सिस्टम लागू गरिनुपर्दछ। बदलिँदो परिवेश र प्रविधि अनुसार हामी फ्रेट फरवर्डर्सहरूले पनि आफूलाई दक्ष, प्रतिस्पर्धी र अत्याधुनिक बनाउने प्रतिबद्धता व्यक्त गर्न जरुरी छ। नेपाल इन्टरमोडल यातायात विकास समिति NITDB देशभरका आइसिडी आइसिबीहरूको निर्माण, सञ्चालन तथा नियमन गर्ने निकायको रूपमा रहेको छ भने नेपाल पार्वन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड NTWCL गोदाम व्यवस्थापन सञ्चालन तथा पार्वन क्षेत्रमा सरकारको व्यापारिक साझेदारीको रूपमा कार्य गर्दै रहेको यहाँ अवगत गर्न चाहन्छु। फरक पृष्ठभूमि तथा कानुनी व्यवस्था बमोजिम सञ्चालित NITDB तथा NTWCL मा गाभ्ने कुराले लजिस्टिक गोदाम सञ्चालन तथा पार्वन क्षेत्रमा नयाँ आयाम ल्याउने भन्दा थप जटिलता थपिने देखिन्छ। NITDB तथा NTWCL लाई एकीकरण गरी वृहत दायरा तथा कार्यक्षेत्र सहितको बन्दरगाह प्राधिकरण ल्यान्ड पोर्ट अथोरिटी गठन गरियोस् भन्ने प्रस्ताव गर्न चाहन्छु। यस सम्बन्धमा नेफाको अवधारणा पत्र सम्बन्धित निकायमा पठाइसकेको ब्यौरा समेत अनुरोध गर्न चाहन्छु। यसमा निजी क्षेत्रका छाता सङ्गठनहरूको ऐक्यबद्धता र सरकारको सहयोगको लागि ध्यानाकर्षण गर्न चाहन्छु। विशेष गरी नेपाल चेम्बर अफ कमर्स, उद्योग वाणिज्य महासङ्घ र CNI ले यसलाई विशेष पहल गरिदिनु हुन समेत म यहाँबाट अनुरोध गर्न चाहन्छु। यो एकदम जटिलता आउने सम्भावना हामीले देखेका छौँ र त्यही भएर हामीले यो NTWCL र NITDB को मिश्रण भएर एउटा चाहिँ हामीले एकीकृत ल्यान्ड पोर्ट अथोरिटीको माग गरेर धेरै अगाडिदेखि लास्ट इयर पनि यो कुरा उठेको हो र केही समय पछाडि हामीले यसको संयुक्त प्रयासबाट यो हटेको थियो। फेरि यसपालि यसमा यो इन्कर्पोरेट भएर आएको छ। यसलाई रोक्नलाई म छाता सङ्गठनहरूलाई विशेष अनुरोध गर्न चाहन्छु। लजिस्टिक तथा फ्रेट फरवर्डर व्यवसायको दर्ता, नियमन गर्न र यस उद्योगको विकास विस्तार र आधुनिकीकरणको लागि निजी क्षेत्रको समेत सहभागिता हुने गरी एक विशिष्टीकृत निकाय स्थापना गर्न चाहन्छु।
सरकारी सामानको आयात निर्यात नेपाली कार्गो व्यवसायले मात्र गर्न पाउने व्यवस्था म नेपाल सरकारसँग आह्वान गर्न चाहन्छु। यहाँ हामीले साँच्चै भन्नुपर्दाखेरि हामीसँग भएका विशेष गरी ल्यान्ड रुटबाट आउने सिपमेन्टहरू करिब 75% देखि 80% सामान विदेशी ढुवानीकर्ताहरूले आयात गर्ने गरेको हुँदा म आजैकै मितिबाट यो चाहिँ नेपाल सरकारमा हुने सम्पूर्ण पदाधिकारीज्यूहरूलाई नेपाली फ्रेट फरवर्डरलाई प्रयोग गरी नेपालमा आयात हुने सामानहरू ल्याइदिन अनुरोध गर्दछु। नेपालमा आयात हुने अधिकांश सामान विदेशी कम्पनी मार्फत CIF इन्कोटर्म्समा हुने गरेको छ। तर देशको विदेशी मुद्रा सञ्चति भुक्तानी सन्तुलनको वर्तमान अवस्थाअनुसार FOB इन्कोटर्म्सलाई प्रोत्साहन गर्ने नीति सरकारले लिनुपर्दछ, जसले आयात कार्गोमा नेपाली व्यवसायको भूमिका र क्षेत्र फराकिलो हुन्छ र रोजगारीको थप सिर्जना हुन्छ र करको दायरा समेत बढ्दछ। सिपिङ लाइनरहरू नेपालमा दर्ता नभई नेपालमा कार्गो सेवा प्रदान गर्ने तर आर्थिक कारोबार देश बाहिर गर्ने गरेको अपारदर्शी खर्च बढी लाग्ने गरेको एवं नेपालमा कुनै जवाबदेहिता नभएकाले नेपाली व्यवसायीका हक हित संरक्षण पारदर्शिता एवं जवाबदेहिता कायम गर्न कानुनी व्यवस्था गर्नुपर्दछ। विदेशी एयरलाइन्सहरूले GSA CSA मार्फत मात्र काम गर्ने पाउने व्यवस्था नेपाल सरकारले गरिसकेको अवस्थामा सोही प्रकृतिको व्यवस्था सिपिङ लाइनरहरूको हकमा पनि गरिनुपर्दछ। नेपाली व्यवसायले सिपिङ लाइनरको नेपाल स्थित दर्तावाला कार्यालय वा प्रतिनिधि मार्फत कार्गो बुकिङ गर्न सक्ने, नेपाली मुद्रामै फ्रेट भुक्तानी गर्न सक्ने र कन्टेनर फिर्ता गर्न सक्ने कानुनी प्रबन्ध गर्न माननीयज्यूहरूको ध्यानकर्षण गर्न चाहन्छु। म लजिस्टिक क्षेत्रको क्षमता अभिवृद्धि, कार्गो सुरक्षा र वैदेशिक व्यापारको गुणस्तर अभिवृद्धिको लागि नेफा सधैँ क्रियाशील रहेको छ। आफ्नै भवनमा एक तालिम केन्द्रको स्थापना गरी विभिन्न तालिमहरू सञ्चालन गर्दै आएका छौँ। गत जुन महिनामा नेफाको व्यवस्थापनमा फेडरेसन अफ एसिया पेसिफिक एयर कार्गो एसोसिएसन फापा AGM एन्ड एक्जिक्युटिभ काउन्सिल मिटिङ मेरियट काठमाडौँमा सम्पन्न भई ट्रेनिङ कमिटी कोअर्डिनेटरका लागि नेफालाई जिम्मेवारी दिएको म यहाँ जानकारी गर्न चाहन्छु। यसबाट सदस्य कम्पनीहरूको क्षमता अभिवृद्धि तथा तालिम सञ्चालनमा थप सहयोग मिल्ने विश्वास मैले लिएको छु। सडक, रेल तथा हवाई सञ्चालनको विस्तार क्रमशः हुँदै गएको छ। हालै विराटनगर भन्सार यार्डसम्म व्यावसायिक रेलवे सञ्चालन सुरु भएको छ। राजमार्गहरूको स्तरोन्नति क्रममा रहेका छन्। ICD ICP एयरपोर्टहरूलाई थप सुविधा सम्पन्न र अत्याधुनिक बनाउँदै व्यापार सहजीकरणको महत्त्वपूर्ण साधनको रूपमा सहुलियत दरमा सञ्चालन गरिनुपर्दछ। हालै अद्यावधिक भएको भन्सार ऐन तथा भन्सार नियमावलीले एयर कार्गो मार्फत एक देशको सामान नेपालको विमानस्थललाई ट्रान्जिट बनाई अर्को देशमा लैजान सक्ने व्यवस्था गरेको छ। यसमा ट्रान्ससिपमेन्ट समेतको प्रावधान राखिएको छ। यसलाई कार्यान्वयन गर्दा अत्यन्त महत्त्वपूर्ण पक्षहरू सुरक्षा, राजस्वमा योगदान, नेपालबाट निर्यात हुने सामानको लागि पर्याप्त प्राथमिकताको ग्यारेन्टी, नेपाली कार्गो व्यवसायहरूको संलग्नता मार्फत रोजगारीको सिर्जना आदि विषयहरूमा विस्तृत छलफल गरी ट्रान्ससिपमेन्ट मोडालिटीलाई लागू गर्न पर्ने पक्षमा यो सङ्घ रहेको जानकारी गराउँदछु। सबैभन्दा पहिले विमानस्थलमा आधुनिक प्रविधिसहितको ट्रान्ससिपमेन्ट वेयरहाउसको लगायतका पूर्वाधारहरूको विकास गरिनुपर्दछ। तत्पश्चात मात्र ट्रान्जिट र ट्रान्ससिपमेन्ट मोडालिटीको कार्गो सञ्चालन गर्नुपर्ने आवश्यकता देखिन्छ। हामीले लामो समयदेखि उठाउँदै आएको ढुवानी भाडामा TDS कट्टी गर्नुपर्ने प्रावधान अन्तर्राष्ट्रिय कार्गो सेवामा लागू गर्न नहुने विषय अझै पनि यथोचित रूपमा सम्बोधन हुन नसकेकोमा माननीय सांसदज्यूहरूको जोरदार पहलको लागि पुनः ध्यानकर्षण गर्न चाहन्छु। आज 32औं कार्गो दिवसको मूल नारा एफिसिएन्ट लजिस्टिक्स स्ट्रङ्गर इकोनोमी रहेको छ। यो नारालाई सार्थक बनाउन सरकारको तर्फबाट पर्याप्त भौतिक पूर्वाधार र कानुनी प्रबन्ध तथा हामी व्यवसायीहरूको तर्फबाट आफूलाई दक्ष, पारदर्शी र आधुनिक प्रविधि मैत्र बनाउने प्रतिबद्धताको आवश्यकता रहेको ब्यौरा यहाँ अनुरोध गर्दछु। यस 32औं कार्गो दिवसमा हाम्रो निमन्त्रणा स्वीकार गरी
प्रमुख आतिथ्य ग्रहण गरिदिनु भएकोमा माननीय मुख्यमन्त्री मञ्चमा आसीन अतिथिगण तथा कार्यक्रमका सहभागी सम्पूर्ण महानुभावहरूलाई उपस्थिति भई कार्यक्रमको गरिमा उत्सव गरिदिनु भएकोमा म हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। आज यस कार्यक्रममा सम्मानित हुने व्यक्तित्वहरू, पुरस्कृत हुने एयरलाइन्सहरूलाई अग्रिम बधाई दिन चाहन्छु। साथै उपस्थित सम्पूर्ण व्यापारी मित्रहरूलाई नेपाल फ्रेट फरवर्ड एसोसिएसनको सदस्य अन्तर्राष्ट्रिय स्तरको सेवा दिन सक्षम र प्रतिस्पर्धी रहेको बेहोरा जानकारी गराउँदै यहाँहरूको आयात निर्यात व्यापारका लागि विश्वसनीय तवरले हाम्रा सदस्यहरूको सेवा लिन अनुरोध गर्दछु। अन्त्यमा जाँदै म आज हामीलाई सपोर्ट गर्नुहुने कतार एयरवेजका प्रतिनिधि तपकृष्ण श्रेष्ठ यहाँ हुनुहुन्छ, त्यसै गरी थाई एयरवेजका प्रतिनिधि पनि यहाँ हुनुहुन्छ, प्रणिलमान श्रेष्ठ सायद यहाँ हुनुहुन्छ होला, उहाँहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी अन्य एयरलाइन्सहरू, नेपाल एयरलाइन्स लगायत सम्पूर्ण एयरलाइन्स सिपिङ लाइनहरूलाई विशेष गरी हामीलाई आज यो प्रोग्राम सहज र सरल बनाइदिनलाई सहयोग गरिदिनु भएकोमा विशेष धन्यवाद दिन चाहन्छु। अन्त्यमा नेपाल फ्रेट फरवर्ड एसोसिएसनले नेपाली निजी क्षेत्र, नेपाल सरकार र दात्री संस्थाहरूसँग काँधमा काँध मिलाई नेपाली आयात निर्यातलाई सहजीकरण गर्न कटिबद्ध रहने विश्वासका साथ यहाँहरूको पुनः स्वागत गर्दै मेरो मन्तव्यलाई यही विश्राम दिन चाहन्छु। धन्यवाद।